नमस्कार। नेपालको कृषिमा एउटा यस्तो समस्या छ जुन खेतमा होइन, खेतबाट बजारसम्मको यात्रामा देखिन्छ। किसानको मेहनतले फलेको ताजा उत्पादन उपभोक्ताको भान्सासम्म नपुग्दै बाटोमै बिग्रेर खेर जान्छ। हो, यही समस्याको समाधान हो कोल्ड चेन। आखिर यो के हो र नेपालका लागि किन यति महत्त्वपूर्ण छ? आउनुहोस् आज यसबारे कुरा गरौँ। प्रायः हामी सोच्छौँ राम्रो फसल फलाउनु नै सबैभन्दा ठूलो चुनौती हो। तर वास्तविकता के हो भने नेपालमा किसानहरूले दुःखले उब्जाएको फसलको ठूलो हिस्सा बजार पुग्नुभन्दा अघि नै बिग्रिन्छ। यसलाई पोस्ट हार्वेस्ट लस अर्थात् कटाइपछिको नोक्सानी भनिन्छ। प्रश्न यही हो, आखिर किसानको मेहनत किन यसरी खेर गइरहेको छ? हो, यसको समाधान छ र त्यो हो चिस्यानको एक अटुट यात्रा, जसलाई हामी सही भण्डारण र कोल्ड चेनको प्रणाली भन्छौँ। सबैभन्दा पहिले भण्डारणलाई बुझौँ। यो भनेको फसललाई टिपिसकेपछि त्यो नबिग्रियोस् भनेर सुरक्षित तरिकाले राख्ने प्रक्रिया हो। एकदमै सरल छ। तर कोल्ड चेन भनेको साधारण भण्डारणभन्दा धेरै फराकिलो कुरा हो। यो एउटा कोठामा चिसो बनाउनु मात्र होइन, यो त खेतदेखि उपभोक्ताको हातसम्मै उत्पादनलाई एउटा निश्चित र सही तापक्रममा कायम राख्ने सिङ्गो प्रणाली हो। यसलाई एउटा निरन्तर चिस्यान यात्रा भन्दा पनि हुन्छ। त्यसो भए यो चिस्यानको यात्रा अर्थात् कोल्ड चेनको प्रक्रियाले काम कसरी गर्छ त? यसका मुख्य चरणहरू के हुन्, अब त्यो हेरौँ। यसका खासमा 4वटा मुख्य चरणहरू हुन्छन्। पहिलो हो प्रिकुलिङ, मतलब फसल टिप्ने बित्तिकै त्यसभित्रको गर्मी हटाएर चिस्याउने, ताकि त्यो बिग्रिने प्रक्रिया एकदमै सुस्त होस्। त्यसपछि आउँछ ग्रेडिङ र प्याकेजिङ, जहाँ उत्पादनको गुणस्तर छुट्याएर सुरक्षित तरिकाले प्याक गरिन्छ। तेस्रो चरणमा त्यसलाई चिस्यान केन्द्र वा कोल्ड स्टोरेजमा ठिक तापक्रममा राखिन्छ र अन्तिममा तापक्रम मिलाइएको गाडीमा राखेर बजारसम्म पुर्याइन्छ। यो श्रृङ्खलाको कुनै एउटा कडी मात्रै टुट्यो भने पनि सबै मेहनत खेर जान सक्छ। जस्तै सोच्नुहोस् न, तराईको टमाटर होस्, हिमाली जिल्लाको स्याउ होस् वा डेरीबाट निस्केको दूध, यी सबैलाई बजारसम्म ताजा र सुरक्षित रूपमा पुर्याउन यही प्रणाली नभई हुँदैन। अब यो प्रणाली लागू गर्न सक्यो भने यसका फाइदाहरू के छन् त? यसले किसान र हामी जस्ता उपभोक्तालाई के लाभ हुन्छ? यसका फाइदाहरू धेरै छन्। सबैभन्दा ठूलो फाइदा त किसानलाई नै हुन्छ। फसल खेर नजाँदा उहाँहरूको आम्दानी सिधै बढ्छ। अर्कोतर्फ बजारमा सामानको आपूर्ति नियमित हुँदा मूल्य पनि स्थिर रहन्छ। उत्पादनलाई लामो समयसम्म जोगाउन सकिने भएपछि टाढा टाढाका बजारसम्म पनि पुर्याउन सकियो र उपभोक्ताले पनि सुरक्षित र गुणस्तरीय खानेकुरा खान पाउँछन्। समग्रमा भन्दा यसले व्यावसायिक कृषिलाई नै एउटा बलियो आधार दिन्छ। यी सबै फाइदाहरू देखेपछि अब प्रश्न उठ्छ, नेपालमा यो प्रणाली विकास गर्न हामीलाई के कुराहरू आवश्यक पर्छ त? यसका लागि एउटा एकीकृत पूर्वाधार नै चाहिन्छ। गाउँ-गाउँमा उत्पादन सङ्कलन गर्ने केन्द्रहरू चाहियो, त्यहाँ चिस्यान कोठाहरू हुनु पर्यो, अनि सामानलाई सुरक्षित राख्ने राम्रो क्रेट र प्याकेजिङको व्यवस्था हुनु पर्यो। त्यति मात्र होइन, तापक्रम नियन्त्रण गर्न मिल्ने ढुवानीका साधनहरू पनि चाहियो। र सबैभन्दा महत्त्वपूर्ण, यो सबै प्रणाली चलाउन जान्ने दक्ष जनशक्ति तयार गर्न तालिम र सबै निकाय बीच राम्रो समन्वयको पनि उत्तिकै खाँचो छ। अन्त्यमा कुरा के हो त भन्दा यो उत्पादन र त्यसको सुरक्षाको विषय हो। यसले हामीलाई एउटा कुरा स्पष्ट पार्छ, खेतमा फसल उत्पादन गर्नु जति महत्त्वपूर्ण छ, कटाइपछि त्यसलाई बजारसम्म सुरक्षित रूपमा पुर्याउनु र जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। किसानको मेहनतलाई सही मूल्य दिलाउन उत्पादन र सुरक्षाको यो यात्रा सँगसँगै अघि बढ्नै पर्छ। यो भिडियो रिनमेन नेपालले कम्पाइल गरेको हो। हामीले सुरु गरेका छौँ डिजिटली, इकोनोमिकली र सोशली विश्वस्तरीय नेपालको पुनःकल्पना र पुनर्निर्माण गर्ने अभियान। हामीसँग जोडिन नबिर्सनुहोला। धन्यवाद।